हेलो नमस्ते अनि आत्मीय सुस्वागतम हाम्रो युट्युब च्यानलमा। आज चाहिँ म हजुरहरूलाई गोपी देखाउन गइरहेको छु बुढाकौली। हामी एकदमै सन्चै छौँ, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने पूर्ण आशा गरिरहेको छु। हल्का मौसम चेन्ज भइरहेको छ, चिसो लागिरहेको छ है साथीहरू। हाम्रो सम्पूर्ण कृषक आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु, किनकि कृषि यस्तो व्यवसाय हो छोटो समयमा पनि हामीले राम्रो आम्दानी लिन सक्छौँ। त्यही कृषि व्यवसाय गर्ने मध्येमा म पनि परेको छु है। आज चाहिँ मैले बुढाकौली देखाउन गइरहेको छु। हामीले चाहिँ समथिङ 3-4 हजार पौधा लगाएका छौँ। अहिले चाहिँ हाम्रो यो बुढाकौली रेडी भइसकेको छ। रेडी भए चाहिँ कस्तो हुँदो रहेछ म हजुरहरूलाई देखाउँछु है। यसरी चाहिँ सबैमा हेर्नुहोस् है, एकदमै राम्रो तरिकाले फुल आएको छ है। यसरी यतिको भएपछि चाहिँ यो अब रेडी भइसकेको छ है। योभन्दा ठुलो भयो भने चाहिँ यो बिग्दैन हैन। यसरी कुनै सानो छ, यो चाहिँ हुँदैछ रेडी। यतातिर चाहिँ एकदमै राम्रो यसरी हैन। यसरी व्यवसाय राम्रो हुँदै गयो भने जति गऱ्यो त्यति गर्न मन लाग्दो रहेछ क्या है साथी। कृषि चाहिँ एकदमै सबैमा फुल आइसकेको छ। मेरो चाहिँ अब आम्दानीको स्रोत खुल्ला भइसकेको छ। मेरो मेहनतको फल मिल्ने बेला भइसकेको छ। यो चाहिँ अहिले प्रति केजी 70-80 भइरहेको छ है। हामी चाहिँ भारतको हिमाचलमा छौँ अहिले चाहिँ। अब गरेपछि नहुने के रहेछ र है साथीहरू। आफ्नै देशमा पनि गर्न सक्नुहुन्छ कतिपयले है। अब त्यसको ज्ञान हुनेहरूले, हामीलाई चाहिँ ज्ञान थिएन, हामी चाहिँ यहीँ आएर सिकेको है। अब चाहिँ हामी पनि नेपाल गएर अवश्य पनि गर्नेछौँ। तपाईँहरू पनि अब विदेशहरूमा कति दुःख पाएर अहिले हुन्छ नि, लडाइँको कारणले कति घर फर्किराख्नु भएको छ, कतिलाई आपद विपद परिरहेको छ है। अहिले कति धेरै लगानी लगाएर विदेश गएर पनि यस्तो अवस्थामा घरमा आउनु परेको छ। कतिपय दाजुभाइ दिदीबहिनीहरूको त त्यही निधन भएको छ। यसमा चाहिँ एकदमै दुःख लाग्छ मलाई है। सकेसम्म सक्नुहुन्छ भने आफ्नो देशमा कृषि व्यवसाय गर्न एकदमै गाह्रो छ छन त है। ढुङ्गा माटो खेलाउनु पर्छ, एकदमै गाह्रो हुन्छ, घाममा खटिनुपर्छ। तर कति हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई लाग्छ नि, अब यसो कसले गर्छ, यति दुःख कसले गर्छ, विदेशमा गयो भने पैसा आइहाल्छ भन्ने त्यस्तो सोचाइ चाहिँ हुन्छ होइन। त्यस्तो सोचाइ चाहिँ नराखौँ। सधैँभरि विदेशमा नै राम्रो हुन्छ भन्ने चाहिँ हुँदैन है। कतिपय दुःख हुन्छ, कतिपय आपद विपदहरू आइपर्छ, पर्न त नेपालमा पनि पर्छ है। तर आफ्नो देशमा हामी सेफ हुन सक्छौँ। अब बाहिर अब त्यस्तै त हो नि है, कहिले घर आउने समस्या हुन्छ नेपाल फर्किनलाई। त्यसैले कृषि व्यवसायलाई इग्नोर कति पनि नगरौँ है। आमा बुवा दाजुभाइ दिदीबहिनी सबैजनालाई रिक्वेस्ट गर्छु, कृषि व्यवसायलाई इग्नोर गर्दै नगरौँ। किनकि हामी सब्जी यानि कि हर चिज होइन, कृषि बिना नै हामी जिउनै सक्दैनौँ क्या। सबै चिज कृषिबाट नै उत्पादन भएको हामीले खाने हो है। त्यसैले अब 90 लाख 80 लाख लगाएर अमेरिका जानुभन्दा आफ्नै नेपालमा बाँझो जमिनलाई एकदमै सदुपयोग गरेर कृषि व्यवसाय गर्नुहोस्। आनन्दले घरमै परिवारसँग रमाउनुहोस्। थ्याङ्क यू।